नमस्ते सबैजनालाई, गुड आफ्टरनुन। साथीहरू, तपाईहरूको अगाडि जति पनि पोस्टहरू आउँछ है, लाइक कमेन्ट सेयर गर्नुहोस् हैन। अनि तपाईहरूको पनि पोस्ट अगाडि जानेछ, हामी तक आउनेछ। म त अब नयाँ हो यसमा हो। अब मेरोमा पनि जति पनि अगाडि पोस्टहरू आउँछ म सबैलाई लाइक कमेन्ट गरिदिन्छु है। तर अब उहाँहरूले चाहिँ ब्याकमा गर्नु हुँदैन हैन। अब तपाईहरूलाई पनि एकपल्ट दुईपल्ट नयाँ मान्छेले कमेन्ट लाइक गर्ने हो। तपाईहरूले ब्याकमा गर्नु भएन भने चाहिँ अब उनीहरूलाई पनि उनीहरूले पनि तपाईहरूलाई गर्दैन, सपोर्ट गर्दैन हैन। अब तपाईहरूले ड्यासबोर्ड खोलिसक्नु भएको छ कि म अब यो प्लेटफर्मको जरिया के गर्छु भनेर चाहिँ एकदमै यसमा आरिस डा नदिखाइकन चाहिँ एक दुसरेलाई सपोर्ट गर्नुपर्छ, बुझ्नुभयो। किनभने यो त अब सोसल मिडिया हो, यो त अब एउटा ओपन सबै कुरा देख्ने जग्गा हो है। यसमा थाहा लागिहाल्छ हैन। अब तपाईँले म त किन उसको लाइक कमेन्ट गर्छु भनेर भन्नुभयो भने चाहिँ त्यो उसको नोक्सान होइन, त्यो तपाईँको नोक्सान हो हैन। किनभने तपाईँ त तलै बस्यो नि त, ऊ त अगाडि गयो हो। त्यसले गर्दाखेरि चाहिँ अब एकदमै नछुट्याइकन चाहिँ एक दुसरेलाई हेल्प गर्नुपर्छ। यो चाहिँ अब साथीहरू गिभ एन्ड टेक है, गिभ एन्ड टेक, बुझ्नुभयो। अब गिभ एन्ड टेक भनेपछि चाहिँ दिएपछि नै पाउने कुरा हो पहिला चाहिँ दिनुपर्छ, बुझ्नुभयो। यसमा चाहिँ आरिस डा नछुट्याइकन चिनेको नचिनेको हो, कसले के लगायो, कसले के पोस्ट गर्यो, कसले कस्तो लुगा लगायो, कस्तो कलरको, कस्तो सुहायो, कस्तो सुहाएन, त्यो सब जज नगरिकन चाहिँ एकदमै अगाडि जो पनि पोस्ट आयो लाइक कमेन्ट हैन। नत्र चाहिँ तपाईहरूलाई पनि गर्नेवाला चाहिँ कोही पनि छैन हो। अब त्यो अरूको कमेन्ट दबाउनु तपाईँलाई के जस्तो पनि लाग्दैन। अब हाम्रो पोस्ट या अरूको पोस्टमा चाहिँ तपाईँलाई अब दबाउनु भारी लाग्छ भने सामनेवालालाई पनि त्यस्तै लाग्छ। तपाईँको पोस्टमा आइपुगेपछि चाहिँ क्या किन दबाउनु भनेर चाहिँ उनीहरूलाई पनि फिल हुन्छ हैन। अनि अर्को कुरा अब यो अब कतिवटा अब तपाईँहरूको आफ्नो कला छ है, ट्यालेन्ट छ है, त्योहरू देखाउनुहोस्, एक दुसरेलाई सिकाउनुहोस्, सिक्नु पाओस् है। अब यो नाच्नु गाउनुहरू भन्दाखेरि चाहिँ हैन, अब यो सब त पहिल्यै पिक्चरमा हेरिसकेको देखिसकेको, गानाहरू सुनिसकेको हो। तपाईँहरू के गर्नुहुन्छ, के छ तपाईँहरूको प्रोफेसनलहरू पनि सेयर गर्नुहोस्। हामीले पनि थाहा नपाएको कुराहरू, नजानेको कुराहरू यसो सिक्नु पाऊँ है। यो सोसल मिडिया चाहिँ अब एकदमै राम्रो प्लेटफर्म हो, सही तरिकाले चलायो भने चाहिँ हैन, यसलाई युज गर्यो भने चाहिँ एकदमै राम्रो हो। कुछ सिक्नु पाउँछ हामीले हैन, दाजुभाइ दिदीबहिनी सबैजनाले है। अब यसमा चाहिँ अब हामीले जति सक्दो आफ्नो ट्यालेन्ट है, आफ्नो प्रोफेसनल आफैमा के छ त्यो देखायौँ भने चाहिँ एकदमै राम्रो होला जस्तो लाग्छ। न कि कोही दाजुको बुराइ गरेर, न आमाको बुराइ गरेर, न बहिनीको बुराइ गरेर, न फ्यामिलीको बुराइ गरेर। त्योभन्दा चाहिँ तपाईँहरूको खुदमा के छ कला, सबैलाई एउटा न एउटा ट्यालेन्ट भगवानले दिएको हुन्छ है। त्यो चिज बाहिर निकाल्नुहोस्, एउटा प्लेटफर्मको जरिया दुनियाँलाई देखाउनुहोस् हैन। अगाडि बढ्नुहोस्, मेहनत गर्नुहोस् है, एक दुसरेलाई सपोर्ट गर्नुहोस्। बिना सपोर्टको त केही कुरा छँदै नै छैन हो। यो अब यो सोसल मिडिया हो है। अब कसैलाई केही चिजले तपाईँभन्दा एकदमै राम्रो देखेको छ भने जरुरी छैन तपाईँलाई त्यो चिजले राम्रो देख्ला भनेर हैन। त यसमा आरिस डा केही पनि छैन। यो जति दिन पनि छ, यो जे पनि छ राम्रोसँगले आपसमा चलाउने हो, बुझ्नुभयो। अब तपाईँले अब दुनियाँले सोसल मिडिया चलाइरहेको छ, अब तपाईँले छुटेर लाइक कमेन्ट गर्नु भने त अभियसली तपाईँलाई पनि सामनेवालाले छुट्याउँछ। यसमा चाहिँ छुट्याउने कुरा चाहिँ होइन, एक दुसरेलाई एकदम साथमा लिएर अगाडि बढ्नुपर्छ, बुझ्नुभयो। अब जसले तपाईँलाई स्टार दिन्छ उहाँलाई पनि दिनुहोस्, जसले दिँदैन त उहाँले पनि पाउने त छँदै नै छैन हो। अब
अब जसरी हुन्छ जे गरेर हुन्छ एक दुसरे अगाडि बढौँ, अगाडि बढ्नुहोस्। अब म पनि सपोर्ट गर्छु, मलाई पनि गर्नुहोस् है। अब हामी पनि नदिने त होइन, स्टार दिने नै हो, तर अब तपाईँहरूले पनि दिनु पर्यो नि होइन। एक दुसरेको अब एक दुसरेलाई सपोर्टको एउटा महसुस एउटा फिल गराउनु पर्यो नि, सपोर्ट गर्दैछ भनेर, अनि त सपोर्ट पाउने हो त, हो किन भन्नुहोस् है। मलाई चाहिँ यो प्लेटफर्म एकदमै राम्रो लाग्यो हो। तपाईँहरू पनि राम्रोसँगले युज गर्नुहोस्। मेरो चाहिँ भनाइ यही छ।